अमे आइपुग्यो खोइ जाने अनि उयो राजभाइहरू तिमीहरू साइकल नाच हेर्न आएको कि रनिङ गर्न आएको के गर्न आएको भन त यहाँ आऊ त बाबु हाई युगा हेलो ओ भाइ हाई हाई के खाएको गाइड हाम्रो टोलीहरू यस्तो छ नखाए नि जुठो बनाउनु अरे ठुलो मान्छेको यता छ सानो मान्छेहरूको यता छ धन्यवाद धन्यवाद राई जेठालाई अन्सकालाई त भिडियो बनाइदिए त हाम्रो उताबाट त्यसो पाराले बनाइदिनु नि ठाडो पारा पनि ल अमिलो भएछ अमे उताबाट गुलियो हो गुलियो भन्दा खानु न कस्तो गुलियो छ आऊ त आऊ न यता आऊ त सानो मान्छे चाहिँ हराइ जाने रहेछ अनि हराउने मान्छे हेलो आज अब चाहिँ हामी खाजा खान गइरहेको छौँ यहाँनिर भर्खर नाचेर थकित भएर यहाँनिर हामी भोजन ग्रहण गर्न आँटेको छौँ होइन उहाँ चाहिँ हाम्रो भान्से के भन्नु खाजा पस्किनु हुँदैछ कस्तोलाई पो भान्से हुन्छ हौ अलिकति थाहा भएन है मलाई उता चाहिँ अङ्कल छोरी बाबा छोरी खाना खाँदैछ अङ्कल बहिनी भाइहरू दुईजना अङ्कल कान्छा अङ्कल मेरो बाबा आन्टी फुपू माइली फुपू भोजन चाहिँ आज हाम्रो खाजा चाहिँ के रहेको छ भनेदेखि चाम्रे माम आलुदम अनि लो अर्ग्यानिक गुन्द्रुक चाहिँ थाहा होला तपाईँहरूलाई एकदम नेपाली ट्रेडिसनल हस् ल मेरो पनि अब एकछिनमा है अब भिडियो बनाइसक्छु अनि खाजा खान गइरहेको छौँ नाच्न नआए पनि नाच्न अलिकति रहर लाग्यो मलाई यो पालि होइन सबैजना नाचेको देखेर अनि मैले नाचेको नजाने पनि नाचे यहाँ आज चाहिँ हाम्रो खाजामा रहेको छ चाम्रेमा आलुदम अन्डादेखि गुन्द्रुक चाहिँ जाडोमा एकदम राम्रो हुन्छ होइन जाडोमा झोल पिउन होइन अब म पनि अब एकछिनमा खाजा खान गइरहेको छु मेरो रेडी भइसकेको रहेछ खानु छोड्नु भएन जे हराए पनि हो यतिको त दिनुपर्छ रोक्नु हुँदैन रोक्नु चाहिँ भएन क्या गुड हो यतिको त दिनै पर्ने हुन्छ बेलुन त 1 सेकेन्डमा चट सेवा सेमुना
दिउँ जोड गरौँ सक्ने हो त्यति त सक्ने हो त्यति त सक्नुहुन्छ ला ओके ल थ्याङ्क यू दिसो त म पनि हालिदिन्छु है त दिइहाल्ने हो हस् हालिदिनु हो मजाले घुटकी घुट सटकी सट यो हो नि त वाउ दामी मिठो तिब्रोले जस्तो टेस्ट लिए पनि मुख चाहिँ बिगार्नु पाएन है वाउ कस्तै मिठो गरी खानु वासिङ कस्तो मिठो नि साकेला लक्ष्मीमार्गको साकेलाको वासिङ तर सबै गइसक्यो हामी मात्रै छौँ है गाडी बोल्यो मेरो त सबैले सक्ने भयो नि त उन्नी अलिअलि गरेर सकाउँ भन्ने एकले त मरिगयो अलिअलि सबै उयो थियो होला त अचार थिएन खानु न दाजु छोरे भिड अन्त अहिले फेरि समस्या हुन्छ कि सबैले गरे भने अलिअलि गरेर त्यस्तो देखिँदो रहेछ आजकल त गाह्रो छ त्यस्तो देखिँदो रहेछ जस्तो चिया खानेलाई चाहिँ गाह्रो पर्छ ओ भर्खर अब चाहिँ नखाने मन त्यस्तै थियो भाउजू तर अहिले चाहिँ अलिक मन बाँधेकै हो ठिक छ त लु खाऊ बाबु तिमी अब तिम्रो पाला यो के हो त त्यही त यो त अनि पचाउनु सक्नेले मात्रै खाने हुन्छ नि मान्छे भेट्दा मान्छे आनेछ कुकुर भेट्दा कुकुर मान्छे भेट्दा मान्छे त्यही दिएपछि त सक्यो म त सक्दैन कसैले मलाई ल ओके ल न ल दियो न दियो छोड्ने होइन है राईको फेरि इज्जत जान्छ लु लास्ट लक्ष्मीमार्गमा घर छ मलाई के को डर छ भन्नु दियो भरे रुन्छ पाइँदैन घर गएर फेरि रुनु चाहिँ पाइँदैन है रुनु चाहिँ पाइँदैन त्यही त गाह्रो छ रुनु चाहिँ पाइँदैन है ओ थाहा छ आई नो तपाईँ रुनुहुन्छ म खानु म पनि रुइदिनु कि क्या हो त आज तपाईँ चाहिँ धेरै नआस्नु भुँडी नै अमिलो भयो त अब हामी त होला नि सक्नु दाजु नि खानु न अरे हामी नै खाइदिउँ है भुँडी अमिलो भयो क्या भन्नु भएको छैन राई हो जान्छ भएन त्यति त ए आँखा चिम्लेर सासै नफेरिदियो नि यहाँ भिडियो बनाउँदा हाम्रो दुईजनाको
छोटो भिडियोमा फोटो कसै गर्ने बेलामा अझै राम्रो ल अब यो बन्द गरौँ है लिनु पर्छ सक्यो लु सक्दिहाल्नु अब सक्यो है त लु बोतल यहाँ ल्याउनु अहिले बाई बाई अब यो भिडियो एन्डिङ गर्दैछौँ हामी होइन अब अर्को पालि अब काम गइन्छ अब त्यहाँ पनि फेरि गरिन्छ होइन साथीहरू अब चाहिँ हामी घर हिँडेको आउनु पनि ढिलो जानु पनि हामी ढिलो आउनु सबैभन्दा पछि हो जानु सबैभन्दा पछि हामी घुमाएर देखाइदिउँ कहीँ कोही पनि हुनुहुन्न भन्दा पनि हेर्नुहोस् वरिपरि हुनुहुन्छ तर चाहिँ अब हामी चाहिँ लास्ट हो होइन हो अब आजको दिनलाई चाहिँ हामीले यहीँ इन गरिदिएको आजको दिनलाई चाहिँ हामीले यहीँ सकाइदिएको साथीहरू सकाइदिएको चाहिँ दिएको के को सकाइदिएको चाहिँ होइन हाम्रो साथीभाइहरू हाम्रो ग्याङलाई यहाँ भेटियो बल्ल बल्ल यता ठुलो ग्याङ यता सानो ग्याङ प्लेटमै थियो त अघि हेलो हेलो औ कस्तो भयो रमाइलो भयो ल बाई त्यसो भए आजको दिनलाई बाई टाटा